साथीहरु नमस्कार। हामी यो हिमाल पहाड र तराईको यो जनसङ्ख्या जो माथिबाट पहाडबाट तराईतिर झर्ने चाहिँ बढी देखिएको हुँदाखेरि हामीले यो एक दुईवटा भिडियो पहिला पनि बनाएका थियौं र अब अहिले हामी कस्तो भन्दाखेरि यो प्रत्येक 10 वर्षमा चाहिँ नेपालमा जनगणना हुन्छ। यो प्रत्येक 10 वर्षको जनगणनामा हिमाल पहाड र तराईको तथ्याङ्कीय हिसाबमा यो जनसङ्ख्याको चाहिँ स्थिति कस्तो छ, पहाड हिमाल र तराईको बारे यी तीनवटैको क्षेत्रको बारेमा चाहिँ बताइदिनुस् त। धन्यवाद। यो चाहिँ के हुन्छ भने कुनै पनि देशले प्रत्येक 10 वर्षमा जनगणना गर्ने गरेको हुन्छ। यो किन भन्दाखेरि जनसङ्ख्या कतातिर गइराखेको छ र त्यसको चाहिँ वृद्धि अथवा बसाइसराई के छ भनेर थाहा पाउनको लागि गर्ने हो। नेपालले पनि 10 वर्षमा जनसङ्ख्याको चाहिँ जनगणना गरिराखेको हुन्छ। त्यसले गर्दाखेरि के हुन्छ, सरकारलाई जनसङ्ख्याको चाहिँ एउटा व्यवस्थापन गर्न र विकास गर्नको लागि त्यसले चाहिँ एउटा मार्ग प्रशस्त गर्छ पोलिसी बनाउनलाई। त्यो भएर हामीले हेर्दाखेरि 28 सालमा हेऱ्यौँ भने हिमाल र पहाडको जनसङ्ख्या चाहिँ 62% चाहिँ थियो र तराईको जनसङ्ख्या चाहिँ 37% थियो। त्यति बेला हेर्दाखेरि हिमाल पहाडमा बढी, तराईमा कम। किन कम थियो भन्दाखेरि पहिला त के थियो भन्दाखेरि धेरै रोगहरू, गर्मी थियो, अनि त्यसपछि औलो थियो, त्यसपछि पुरै 4 वर्ष झाडी थियो। पहाडमा अलिकति शीतल राम्रो थियो। पछि त्यसको चाहिँ के भयो भन्दाखेरि पहाडतिर पनि अलिअलि विकास त हुँदै गयो, तराईतिर पनि औलो नियन्त्रण भयो। त्यसपछि त्यो चाहिँ जङ्गल पनि चाहिँ अलिकति त्यसको व्यवस्थापन हुँदै जाँदाखेरि बिस्तारै जनसङ्ख्या चाहिँ तराईतिर चाहिँ अथवा सहरी क्षेत्रमा बढ्दै गएको देखिन्छ। यसरी हामीले चाहिँ हेर्दाखेरि 58 सालको जनगणनामा हामीले हेऱ्यौँ भने हिमाल र पहाडको जनसङ्ख्या 62%बाट घटेर चाहिँ 44%मा आएको देखिन्छ र तराईको जनसङ्ख्या चाहिँ 37%बाट चाहिँ बढेर 48%मा आएको चाहिँ देखिन्छ। त्यसपछि फेरि चाहिँ 68 सालको हामीले चाहिँ अध्ययन गऱ्यौँ भने के भएको छ भन्दाखेरि हिमाल र पहाडको जनसङ्ख्या चाहिँ घटेर चाहिँ 43%मा आएको छ र पहाडको जनसङ्ख्या चाहिँ बढेर तराईको जनसङ्ख्या बढेर चाहिँ 50%मा चाहिँ पुगेको छ। र यसले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्को एउटा महत्त्वपूर्ण कुरो के छ भन्दाखेरि 68 सालको जनगणनामा हिमाल र पहाडका 27 जिल्लाहरू चाहिँ जनसङ्ख्या ऋणात्मक भएको छ। हिमाल र पहाडका 27 जिल्लामा जनसङ्ख्याको वृद्धि दर ऋणात्मक भएको छ। त्यसले गर्दाखेरि अनब्यालेन्स चाहिँ त्यही देखिन लागेको छ। त्यसपछि हामी चाहिँ 78 सालको चाहिँ लेटेस्ट जनगणना हेऱ्यौँ भने हिमालको जनसङ्ख्या चाहिँ 6%मा छ, पहाडको जनसङ्ख्या चाहिँ 40%मा छ र तराईको जनसङ्ख्या चाहिँ 53%मा पुगेको छ। यसै तराईमा जनसङ्ख्या बढ्दैछ, हिमाल र पहाडमा चाहिँ घट्दैछ। यसले हेर्दाखेरि चाहिँ जुन चाहिँ 68 सालको जनगणनामा 27 जिल्ला चाहिँ ऋणात्मक भएका थिए भने 78 सालमा आउँदाखेरि थप 7 जिल्ला चाहिँ जनसङ्ख्या ऋणात्मक भएर चाहिँ 34 जिल्ला चाहिँ हाम्रो नेपालको 34 जिल्ला चाहिँ जनसङ्ख्या ऋणात्मक छ।